इन्टरभ्यूमा चाहिँ यो सोधेको थियो अरे तर मैले बुझिनँ एन्सरै दिन सकिनँ भन्नुभयो क्या गाकुसे जिदाइते चिखारा इरेता कोतवा नान्देस्का भनेर सोधेको थियो अनि अर्कोजनालाई चाहिँ यो सोधेको थियो अरे क्या मोतोमो उचिकोन्दा कोतवा नान्देस्का गाकुसे जिदाइते मोतोमो उचिकोन्दा कोतवा नान्देस्का अनि अर्को हेर्नु त यहाँ गाकुसे जिदाइते इचिबान गाम्बाता कोतवा नान्देस्का यो तीनवटा नि यो तीनवटामा एउटै हो क्या बुझ्नुभयो एउटै अर्थ हो कि तपाईँले चाहिँ एकदम मेहनत गरेको कुरा के हो भनेको हो कि बुझ्नुभयो कि भएन अघि नै योभन्दा अगाडि नै मैले यो तिनवटा क्वेसन सेम सिमिलर क्वेसन हो पनि भनेर भिडियो नै राखेको थिएँ होइन कतिजनाले हेर्नुभयो कतिजनाले हेर्नु भएन अथवा कतिजनाले क्वेसन नै राम्रोसँग नपढिकन एन्सर मात्र पढ्नुभयो त्यसैले भन्न सक्नु भएन कि अनि फेल हुन्छ कि यस्तो भए पछाडि चाहिँ सिमिलर क्वेसनहरू पनि बुझ्नु पर्यो नि त होइन अब तपाईँले चाहिँ इचिबान इ कोतवा नान्देस्का निहोन नो इचिबान इ कोतो अनि निहोन नान्देस कि देशका भन्दाखेरि एन्सर एउटै हुन्छ क्या इ कोतो जापानको यस्तो छ त्यही भएर मन पर्यो भन्ने हुँदैन त त्यही भएर सिमिलर क्वेसनहरू बुझ्नु पऱ्यो है म क्वेसन नगरिकन एन्सरतिर जान्छु है त एन्सर कसैले भन्ने भनेर तर नभन्नु मलाई अस्ति नै भनेको छु होइन तपाईँहरू नै अब सिक्ने भए यहाँ म्यासेज लेख्न लाज लाग्छ मलाई कमेन्ट गर्न लाज लाग्छ अनि भनेर कतिजनाले भन्नुहुन्थ्यो गर्लफ्रेन्डहरू बोयफ्रेन्डहरू हुनुहुन्छ भने रिसाउनु पनि हुन्छ जस्तो लाग्छ मेरो विचारमा एकजनाले त्यसो पनि भन्नुभएको थियो होइन ठिकै छ मलाई म्यासेज लेखेर पठाउनु अनि आउँदै आएन भने म एन्सर पनि लिएर आइदिन्छु त थ्याङ्क यू